एउटा कुरो भन्न चाहन्छु, शासकहरू कति चलाक हुन्छन् हेर्नुस् त। यो अहिले जुन भारत पाकिस्तानको युद्ध भइरहेछ नि, भारतको तर्फबाट मोदी, प्रधानमन्त्री मोदीले कति गहिरो चाहिने शब्दहरू राखेका छन् हेर्नुस् त। यिनीहरू कूटनीतिमा कति चाहिँ चलाक हुन्छन्, चाणक्य नीति पनि बुझेका हुन्छन्। राज गर्ने राजनेताहरूले मनोविज्ञान राम्ररी बुझेर जनतालाई बेवकुफ पनि बनाउँछन्, आफ्ना सेनाहरूलाई बेवकुफ पनि बनाउँछन्। त्यो मनोविज्ञानको कमाल हो। मेन कुरो अब उनले जुन अहिले अपरेसन सिन्दुर भनेका छन् नि, यो लगभग भारतमा बहुमत चाहिने हिन्दूहरू र मानव हाम्रो नेपाल लगायत सम्पूर्ण चाहिँ हिन्दूहरूले सिन्दुर शब्द चाहिने एकदम चाहिँ भावनासित जोडिएको हो। सिन्दुर भन्ने बित्तिकै त महिलाहरूसँग पनि जोडिएको हुन्छ। अब त्यहाँ ती जति पनि गएका छन् लड्नलाई, सिन्दुर अपरेसनको नाम दिइएको छ। उनीहरू भावनात्मक रूपले पनि चाहिँ उनीहरू अग्रिम मोर्चामा लड्ने भयो, भिड्ने भयो। यो पो हो त तरिका शासकहरूको भिड्ने तरिका। ल, जय होस्, युद्ध नहोस्, दुवैको युद्ध रोकियोस्। मेरो भनाइ यति नै है।